लगाइ हामी चाहिँ टक्कै यहाँ पानी खाइयो पानी खाएर चाहिँ अब हिँड्यो त्यसलाई चाहिँ फुलबारी भन्छ फुलबारीको ढिक फुलबारी ढिकमा चाहिँ बाटो गइले पनि राम्रै हुन्छ नि यहाँ त कहिले कहाँ बिग्रियो हो यहाँ पहिरो भएको थियो पहिला ठुलो अहिले यहाँ सोलिङ चाहिँ फेरि पुरै छन् भाइ अब यहाँबाट उता सर पुरा हाम्रो बनाउँ देखिन्छ बनाउँ कालापताल पारी राँडेर भयो भएर पारीको यो पुरै बनाउ हो यो बनाउहरू यता राँडातिर भयो पारीको चाहिँ बनाउ भयो काउली भन्छ यसलाई यसको त माथि आएपछि चाहिँ बाटो राम्रो छ 20 घन्टा जान्छ होइन बाटोमा त्यो बाटो भयो भने त केही हुँदैन त्यति कुरा आयो अब यतातिर खेत रोपेका पुरै पानी नपरेर गाउँतिर त अहिले त खेत त कस्तो सुक्यो है पानीले अहिलेको पानीले खुल्सामा यत्रो पानी छ तल त्यत्रो खेत छ के त्यो यता त हरिया मकै छन् त अझै नास्पाती होला नि गोरु सोरु छोडिदियो भाइ हलो लिएर सबका घर हलो रहेछ हलो युपिएल हलो के भन्छ यसलाई युपिएल हलो होइन त्यसलाई युपिएल हलो भन्दैन माथिको चाहिँ हामी अब यहाँबाट काउले निस्क्यो है त्यसलाई चाहिँ काउले यहाँ चाहिँ के बनाउनु लाग्यो अझै बनाएन त उहिलेबाट हो है कालिका मन्दिर कहाँ र कालिका मन्दिरमा यसरी बाग्लुङ अर्कै के भन्थ्यो त यहाँ त अर्कै के बनाउनु भन्थ्यो त ल गाई त्यतातिर कसलाई थाहा भएकोले भनिदिनु होला के बनाउनु लगाएको पारी त सेतो बनाएको नि त बनाउनुको डाँडोमा अलिक किलोमा त खडाएर के छ कहाँ हिँडेको घाँस काट्न ठिक छ के अरे अस्ति आएको यार ल यस गाउँमा पहिलाका साथीहरू भेट्छन् खुसी लाउँछ देख्दाखेरि सँगै पढेका भन्दा नि मभन्दा अलिकति अघि पढेका हुन् हाम्रो रमेश भाइको घरमा माथि हो बनाउमा चाहिँ त्यो मान्छे बसाइ सरेको छैन कि बनाउबाट अलि बनाउबाट चाहिँ मान्छे बसाइ सरेको छैन कि है गाउँ छ नि बनाउनु यता चाहिँ पानी यस्तो रहेछ है छोडेर बनाउँदै सुन्तला यता चाहिँ सुन्तला खेती एकदम राम्रो हुन्छ कि त्यतिर हामी यहाँबाट उता गयो भने त कालापताल बनाउनु चाहिँ हामी यता लाग्यो हामी हिँडेको सुन्तला छ